नमस्कार अभिवादन सम्पूर्ण यो भिडियो हेर्नुभएका महानुभावहरुमा नयाँ यात्रा युट्युब च्यानलमा तपाईलाई स्वागत गर्न चाहन्छौं। म श्याम कुमारको तर्फबाट र युट्युब च्यानलको तर्फबाट आज हामी कर्णाली भित्र दैलेखको राकम हुँदै सुर्खेतसम्मको यात्रा गरिरहेका छौं र यो साच्चै कर्णाली भन्नाले कर्णाली जस्तै छ र विकासमा एकदमै पछाडी परेको छ। बाटो एकदमै चाहिँ अप्ठ्यारो छ। यसलाई भन्न त हामी कर्णाली राजमार्ग भनेर भनिन्छ, तर कर्णाली राजमार्गको अवस्था यस्तो छ भने हामी हेर्न सक्छौं माथिको अवस्था कस्तो होला त्योभन्दा माथि यो जटिल अवस्था छ। त्यसैले गर्दाखेरि पनि अलिकति चाहिँ नि राज्यको मूल प्रवाहबाट पछाडी परेको यो ठाउँलाई विकसित गर्नको लागि अलिकति अधिकतम जोड लगाउनु पर्छ। त्यतिकै पनि हाम्रो काठमाडौँबाट शासित एकीकृत राज्य प्रणालीले पहिला चाहिँ केन्द्रीकृत राज्य प्रणालीले जानी बुझिकन चाहिँ पछाडी पार्ने काम गरेको छ र अहिले फेरि गणतन्त्र आइसकेपछि र संघीयता आइसकेपछि पनि कर्णालीलाई यसरी चाहिँ नि उपेक्षा गर्दाखेरि चाहिँ यसले साँच्चै कर्णालीका जनताहरूमाथि एउटा अन्याय भएको छ र निरन्तर रूपमा यो बाटोमा जाने क्रममा हामी देखिरहेका छौं कर्णालीको जनताहरू एउटा चाहिँ उनीहरू श्वास प्रश्वासको समस्या हुने, यहाँ चालक र सहचालकहरूको पनि अवस्था हामी देख्न सक्छौं। त्यसले के हो त भन्नुहुन्छ भने उनीहरूलाई एउटा चाहिँ बिमारी त्यो किसिमको श्वास प्रश्वासको बिमारी हुने काम भइराखेको छ र यसले गर्दाखेरि यो वातावरण प्रदूषण पनि भइराखेको छ हैन र यात्रा गर्दाखेरि चाहिँ एकदम जटिल भइरहेको छ। अतिरिक्त चाहिँ तेल इन्धनहरू खपत पनि भइरहेको छ। यस्तो थुप्रै समस्याहरू भएको छ। यो चाहिँ यो बाटो पहिला पिच भइसकेको थियो एकचोटि भने फेरि त्यसलाई अलिकति राम्रोसँग त्यो केही चाहिँ पानीहरू बग्ने र पिचहरू चाहिँ उक्लिने अलिकति त्यो सुरु हुने बित्तिकै भत्किन सुरु हुने बित्तिकै त्यसलाई रिपेयर गरिदिएको भए सायद चाहिँ यस्तो किसिमको समस्या थिएन। हामी बीचमा अलिअलि पिच पनि देख्छौँ र त्यो चाहिँ के हो त भने जब अलिकति त्यो पिच फुट्न थाल्छ र तुरुन्तै रिपेयर नगर्ने भने त्यो अझै बढ्दै फेरि चाहिँ फुट्ने स्थिति बन्छ। रिपेयर गर्न चाहिँ आवश्यक हुन्छ जस्तो लाग्छ। त्यसले गर्दाखेरि चाहिँ अब अहिले मध्यपहाडी राजमार्गको एउटा वैकल्पिक बाटो पनि चाहिँ बनिसक्या हुनाले गर्दाखेरि चाहिँ यसलाई अलि राम्रोसँग चाहिँ बनाएर दुईटा गाडीसम्म पास हुने बाटो बनाउनु पर्छ। हाइवे एटलिस्ट चाहिँ हाइवे जस्तो हुनु पर्यो भन्ने हाम्रो कुरा हो। तर आजको दिनमा त्यस्तो अवस्था छैन। तपाईँ हामी देखिरहेका छौँ यो कर्णालीमा रासनहरू यात्रा गर्ने महानुभावहरूलाई साह्रै जटिल अवस्था चाहिँ भएको छ र गाह्रो भइरहेको छ। यो किसिमको गाह्रो फेरि नहोस् भनेर हामी यसमा समुचित छिटोभन्दा छिटो चाहिँ नि केन्द्रको ध्यान जाओस् र विकासमा चाहिँ नि एउटा प्राथमिकता पारोस् भन्ने हामी चाहन्छौँ। ल हुन्छ, यही क्रममा हामी फेरि यस्तै घटनाहरू यस्तै चाहिँ नि समस्याहरू हामी उजागर गर्दै जानेछौँ। अहिलेलाई तपाईहरूले यो भिडियोलाई फेरि यस्तै भिडियो चाहनुहुन्छ भने लाइक सब्सक्राइब गरिदिनु होला र चाहिँ तपाईहरूले सेयर पनि गरेर हामीलाई सहयोग गरिदिनु होला। धन्यवाद।